जापानमा भाडा माझेरै बनाए 4 करोडको घर, टोयलेट सोरेर हेर्नुस् बनाउँदैछन् यस्तो घर। सबैले बनाउँछ घर। नेपालमा 2 करोड मान्छेमा 40 लाख मान्छेले घर बनाएको छ, मेरो मात्रै घर छ यार। घर चाहिँ सबैले बनाउँछन् के, तर करोडौँको घर बनाएर सुत्ने कमै नेपालीहरूको सपना मात्र पुरा हुन्छ, जुन सपना तिमीले पुरा गरेका छौ। टिकटक तथा युट्युब दुनियाँको बादशाह हाम्रो रतन कार्की भाइलाई धेरै धेरै शुभकामना तथा बधाई। स्वदेशमै रोजगारी सिर्जना नभए तापनि परदेश गएर कडा मेहनत र परिश्रमबाट आमा बुवाको खुसीका लागि एउटा घर बनाउन सफल भएका छौ भाइ, तिमीलाई धेरै धेरै शुभकामना छ। धेरै न्युजहरूले चाहिँ रतन कार्कीले टोयलेट सोरेर घर बनाए, रतन कार्कीले भाँडा माझेर घर बनाए, जापानमा रतन कार्कीले भाँडा माझेर नेपालमा बनाए करोडौँको घर, जापानमा रतन कार्कीले टोयलेट सोरेर नेपालमा बनाए करोडौँको घर भनेर लेखिएको देखियो। नेपालमा द्याउन लाख, नेपालमा टोयलेट सोरेर लाख कमाइन्छ भने म आउँछु के नेपालमा यार टोयलेट सफा गर्न, म आउँछु नेपालमा भाँडा माझ्न। यो प्रशंसा गरेको हो कि बिल्ला गरेको हो? यसरी न्युज चाहिँ नबनाउनु होला है, टिआरपीको लागि होइन, लाइक भ्युज कमाउनका लागि यसरी न्युज नबनाइदिनु होला। अन्तिममा फेरि पनि भाइलाई है धेरै धेरै शुभकामना बधाई छ। आगामी दिनहरूमा अहिले घर बनाएको देख्न पाइयो, भोलि पर्सि कार चढेको, प्लेन चढेको पनि देख्न पाइयोस्। हस् त, म च्यातेको है त।